हेलो गाइस भनिदिनुस्। हेलो गाइस तपाईँहरु गेस गरिसक्नु भइसक्यो होला। आज चाहिँ हाम्रो घरमा के पाक्दैछ भन्दाखेरि चाहिँ हैन, यो त यहाँ मैले ओइल हालेको थिएन, ओइल हाल्छु है। ओइल हाले मैले हो बनी नमक दियो त नमक स्वाद अनुसार नमक हाल्यो हैन। सिम्पल मोमो बनाउँदैछु अनि त्यसरी हातले चाहिँ मजाले चाहिँ म्यास गर्यो। गार्लिक पेस्ट हाल्यो न बनी मजाले चाहिँ यहाँ बेल्दैछ है, ठिक्कको बेला। लो है गाइस, आज चाहिँ मोमो लिएर आएको छु है। टेस्टी हेर्नुस् न, तेल चुको मोमोबाट। अन्त त्यहाँदेखि चाहिँ यो चाहिँ एकदम टमाटर लसुनको अचार हो, त्यही भन्दै थिएँ मैले हैन। अन्त त्यहाँदेखि चाहिँ हेर्नुस् है एकदम बनाउँछ, किन भन्दा चाहिँ मजा आउँदैन नि त। फर्स्ट बाइट क्या डर लाग्दो जुसी भएछ। अलिकता ल मेरो छोराको पनि भिडियो उसलाई चाहिँ फुटाइदिनु पर्छ है, किन भन्दा उसले तातो खान सक्दैन। ती पनि यहाँ देखाएर खाऊ ल। ओके मम्मा चिकन चाहिँ निकालिदिनु, तातो हुन्छ मलाई। चिकन तातो छ। सुलाइदिनु। यम तपाईहरुलाई पनि यो भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस् है। अन्त मेरो फेसबुक पेजलाई फलो गरिदिनुहोस्। ए हुन्छ, अब मेरो छोराले खाइसक्छ है। त्यो साह्रो पिरो भएछ कि डर लाग्यो खान। टेस्टी सेराक मम्मा। थ्याङ्क यू मम्मा भन। Thank you, Mama. वेलकम बेटा। बाई गाइस। हामीलाई फलो गर्नु नबिर्सिनुहोस् होला।